यो पालिको इलेक्सनमा कसैले पनि सोचेको थिएन कि नेपालमा यत्रो ठुलो परिवर्तन हुन्छ। परिवर्तन हुन्छ भनेर सोचेको थियो, तर यत्रो ठुलो हुन्छ भने सोचेको थिएन। किनकि नेपालको चुनाव यसपालि कुनै पार्टीको होइन, किनकि यो पालिको चुनावमा जनताले कुनै पनि पार्टीको कुनै पनि नेताको अनुहार हेरेन, यो देशको परिवर्तनको लागि हेऱ्यो। आजदेखि 5 महिना पहिला जब जेनजी आन्दोलनमा 77 जना र यस्तो जेनजी बच्चाहरू मर्यो, स्कुलको स्टुडेन्टहरू मर्यो, विद्यार्थीहरूलाई त्यसमा 400 जना घायल थियो। यो सबै जेनजी आन्दोलनमा गएको 12 वर्ष 14 वर्ष 18 वर्ष 22 वर्षको बच्चाहरू थियो। र यही कारण छ एउटा परिवर्तनको, किनकि देशमा भ्रष्टाचार र सरकारले केही पनि नसोचिकन जेनजीमाथि गोली प्रहार गर्यो। तर यो सबै कुरो जनतालाई थाहा भयो कि यो सरकार कस्तो छ, यसमा परिवर्तन कस्तो चाहियो र हाम्रो देशमा कमी के छ। यो सबै मूल्याङ्कन गरेर जनतालाई यसपालि कुनै पनि काङ्ग्रेस कुनै पनि एमाले माओवादीलाई यसपालि भोट गरेन। यो सबैको मुख्य कारण के हो भने परिवर्तन र देशको आर्थिक अवस्था, शिक्षा र वातावरण केही पनि नेपालमा राम्रो छैन। तर यो देशमा यस्तो यस्तो नेता छ अहिलेसम्म घमण्ड गएको थिएन। त्यो बिच प्रतिस्पर्धा गर्नको लागि एउटै मान्छे उत्रियो, त्यो छ बालेन्द्र शाह। बालेन्द्र शाह झापामा गएर केपी ओलीलाई झपैमा हराएर 50,000 भोटको मात्राले हराएको छ। यो कुनै सानो कुरा छैन, किनकि केपी ओलीलाई यस्तो घमण्ड भएको थियो कि झापा र नेपालको भगवान मान्ने गरिन्थ्यो त्यो, र जनताले त्यसलाई सधैँ सपोर्ट गरिन्थ्यो त्यसलाई। तर यो पालि जब 77 जना हाम्रो जेनजी मर्यो, यो केपी ओलीको घमण्ड हाम्रो देशलाई धेरै क्षति पुर्याएको छ। तर केपी ओली जस्तो पापी मान्छेसँग लड्नको लागि जनताले एउटा मान्छे पठाउँछ जसको नाम छ बालेन्द्र शाह। आज यो भिडियोमा म चर्चा गर्नेछु बालेन्द्र शाहको। अब बालेन्द्र शाह भन्दा पनि राम्रो लाग्दैन, किनकि अब प्रधानमन्त्री बालेन्द्र शाह हो। अब हामी भन्छौँ प्रधानमन्त्री बालेन्द्र शाह। साथीहरू, आज म कुरा गर्न गइरहेको छु बालेन्द्र शाहको बारेमा, जसले आफ्नो लागि होइन देशको लागि र देशको जनताको लागि आफ्नो ज्यानको बारेमा पनि सोचेन। झापा जस्तो ठाउँमा गएर केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर 50,000 भोटको अन्तरले हराउनु साधारण कुरो छैन। कृपया यो भिडियोलाई एक लाइक गरेर मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टी भनेको देश र जनताको लागि विकासको एउटा आशा र विश्वास बनेर उभिएका छन्। र यो पार्टी आजदेखि होइन, पहिलादेखि थियो, लगभग 10-12 वर्षदेखि थियो यो पार्टी, तर आजसम्म केही पनि गरेका थिएन। र एउटा बालेन्द्र शाहको कारणले यो पार्टीको चर्चा गराउने र यो पार्टीलाई शिखरसम्म पुर्याउने काम गरेको छ बालेन्द्र शाहले। यो पार्टी जित्नको कारण एउटै हो, बालेन्द्र शाह। किनकि काठमाडौँको मेयर भएर बालेन्द्र शाहले जुन काम गरेछ, जस्तो काम गरेछ, सबै कामको बारेमा सबै जनताले जान्दैछ। र यो सबैको मनमा एउटै विचार थियो कि जसरी पनि होस् यो केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउपालाई हटाएर बालेन्द्र शाह माथि आउनु पर्यो, र यस्तै भएको छ। र जनताले पनि उस्तै माया देखाएको छ योपालि, किनकि जनतालाई केही होइन मात्रै परिवर्तन चाहिएको छ, परिवर्तन चाहिएको छ जनताले। तपाईँलाई के लाग्छ साथीहरू, बालेन्द्र शाह कुन काम गर्छ र देशलाई कस्तो चलाउँछ? किनकि एउटा भिडियो भाइरल भएको थियो कि बालेन्द्र शाह राम्रो काम गरेन भने बालेन्द्र शाहलाई भाग्न पनि दिँदैन। अरू नेता त भागेको पनि थियो जेनजी आन्दोलनमा, केपी ओली, यो पुष्पकमल दाहालहरू सबै भागेको थियो, किनकि उनीहरू देशमा भ्रष्टाचार भनेको अन्तिम चरणसम्म पुगेको छ। र जनताहरूको विश्वास छ कि बालेन्द्र शाह योपालि काम गरेर देखाउँछ, देशलाई बनाएर देखाउँछ। के लाग्छ तपाईँहरू कमेन्टमा भन्नुहोस्।